के काटेको हो? क्यान काटेको हो र त प्याज? यो आलु पराठा बनाउनलाई प्याज काटेको। यहाँ आलु उसिनेर राखेछु। अब यो खुर्सानी काट्छु अनि त्यहाँ आटा नि गुनिसके। यो प्याज चाहिँ त्यो आलु पराठाभित्रको किमा बनाउन हो के। यो आलुको यो खुर्सानी यिनीहरूलाई त्यो मोमोमा किमा हाल्छ नि, त्यस्तै आलु पराठालाई नि किमा चाहिन्छ, त्यही किमा बनाउन लाग्यो। कति जाँगर लगाएको, कहिले परौठा, कहिले आलु, कहिले पकौडा। हो जाँगर त लाउँदो रहेछ छ्या। मलाई त जाँगर भने त लाउँदैन। जाँगर न सागर आज मरिन्छ कि भोलि मरिन्छ के छ र जिन्दगी 2 दिनको। अब 12 वर्ष नि बाँचिन्न रे। अब 12 वर्ष हो रे हामी बाँच्ने मिति। खै कसले भनेको सुन्थेँ मैले। त्यही भएर ए कस्ता बनाउँदै रहेछौ है त परौठा। को आलु हो साथीहरू। यसमा चाहिँ खुर्सानी र प्याजको उस काटेको हाल्यौँ है हामीले। अब यसलाई चाहिँ मिक्स गर्ने। यो चाहिँ आलु पराठामा हाल्ने किमा हो, जस्तै मोमोमा हाले जस्तै किमा हो। थोरै बेसार राख्यौँ हामीले। अनि स्वाद अनुसारको नुन राख्यौँ। हजुरहरूले नि त्यस्तै गर्नु होला। अनि थोरै स्वाद अनुसारको मसला राख्यौँ हामीले। यो उसलाई के अरे आलु पराठाको लागि चाहिने आलुको चोखा किमालाई चाहिँ हामीले चाहिँ यसरी मेथी र लसुनको पेस्टले झान्यौँ। अनि यस्तो गरेपछि मिठो स्वाद आउँछ नि त, त्यही भएर। आलु पराठाको लागि चाहिँ आटा गुनेर राखिसकेको थिएँ मैले। आटा यो भयो। यो चाहिँ त्यसमा हाल्ने किमा भयो। मासुको किमा होइन नि फेरि नराम्रो नसोच्नु होला। आलुको प्याजको किमा हो है। यसलाई चाहिँ हामीले झानेको लसुन र के अरे मेथी पड्काएर झानेको है, मिठो स्वाद आउँछ भनेर। यो चाहिँ हाम्रो आलु पराठा यस्तो हल्का चाहिँ फुट्छ। हल्का तेल हाल्ने अनि तेल हालेपछि यसलाई तावामा ओरिने हाल्ने। ल हाम्रो आलु पराठा रेडी भएको छ। मम्मी के खानुभयो? परौठा कस्तो भएछ त नि? मिठो। खतरा मिठो भयो।